So, hello guys, welcome back to my new video. अनि आज केटा हामीहरु अर्को आइडी ल्याएको छु अनि यो आइडी को चाहिँ म आज कलेक्सन रिभिल गर्न गइरहेको छु किनभने यो अब हामीहरुको पर्मानेन्ट आइडी हुन्छ केटा। यही आइडी ले अब सधैं भिडियो आउँछ। तिमीहरुले सोचेर अब त्यसमा के छ त्यो यस्तो सोचिरहेको होला हैन। अब यो आइडी को हामीहरु अब कलेक्सन रिभिल गर्न गइरहेको छौं। ल कलेक्सन रिभिल कहाँबाट स्टार्ट गरौँ केटा भन त। फर्स्ट मा त यहाँ हेर केटा यसरी तपाईको पुरै हेरिन्छ त। फर्स्ट मा गिल्डर है केटा काका गेमर को गिल्डमा छु म। लेभल 7 को गिल्ड छ। पुरै नेपालको टप 14 मा आउँछ है गिल्ड केटा। त्यसमा मैले अलिकति खास ग्लोरी त पुश गरेको छैन। 715 छ तर पनि केही छैन ल। हाईएस्ट सीएस विनिङ स्ट्रिक छ मसित। आज बिहानदेखि केटा यस्तो बवाल खेलिरहेछ यार। हेर त केटा हिस्ट्रीमा गएर हाइलाइट्स अहिले त त्यति हेरा छैन है केटा तर 11 को बुया स्ट्रिक बनाएको थिएँ के मैले। Don't believe Shiro. When it comes to the Garcias, I'm the good boy. इमोट यार केही छैन ल। फर्स्ट मा हामीहरु इमोटबाटै स्टार्ट गरौँ अब ल। इमोट हेर है यस्तो बवाल इमोटहरु छ है हामीहरुसित। यस्तो हेर है पुरा इमोटहरु। लास्टमा गएर यो आइडी सेलेक्ट गर्नु पर्छ है। थ्रोन इमोट छ। यो हर्ट इमोट पनि छ। कोब्रा को इमोट छ। रोल इमोट पनि छ है केटा। यो वाला पनि छ। यस्तो वाला पनि छ। तेरा जस्टिन बीबर इमोट यस्तो वाला छ केटा। CR7 को इमोट पनि छ। यस्तो इमोटहरु छ। एन्ट्री एनिमेसन मा चाहिँ हामीलाई एउटा मात्रै एन्ट्री इमोट छ। त्यो कोब्रा को छ है केटा। त्यबाट हेरौँ यता केही खास हेर्नु होला छैन ल। हाम्रो चाहिँ यहाँ ब्याकप्याक्स हरु चाहिँ त्यहाँ त खासै छैन। कोब्राहरुको छ। यो छ पनि छ। यस्तो केटा हेर है। यो त केटा यही आइडीले अब भिडियो बनाउँछ केटा। मैक्लारेन जस्टिन बीबर सबै छ है केटा गाडी। कोब्रा को बाइक योहरु मास्टर ट्रक तलमुना गरंगे केटा मोबाइल चिल्ला गान्छ। एउटा केटा प्रोफाइल मा हाम्रो अब यस्तो योहरु छ। प्रोफाइल मा हेर है केटा अवतार ती धेरै छ। 270 वटा अलमोस्ट 270 वटा हाम्रो अवतार छ अनि 324 वटा चाहिँ हाम्रो यहाँ ब्यानर छ है केटा। यसमा छैन हेर यो चाहिँ मेन भयो के केटा हेर। यस्तो यार यो चाहिँ ओल्ड प्लेयरलाई मात्र थाहा होला यो के हो भनेर। 47 वटा बन्डल त मैले खोलेकै छैन केटा। यस्तो यो त केटा यहाँ अब इभो त बढी छैन केटा। इभो एउटा मात्रै छ। कोब्रा MP40 लेभल 5 को छ तर बवाल कति अलमोस्ट 157 वटा टोकन अझै चाहियो हामीलाई नेक्स्ट निकाल्नु लागि केटा। नेक्स्ट हाम्रो यो गर्नु लागि यो लुक एन्ड लुक एट ट्रिब्युट 5 ओहो यस्तो बवाल हेरिन्छ है केटा। अब चाहिँ तिमीहरूलाई हेराउँछु ल कति इयर्स ओल्ड हो आइडी भनेर। 5 इयर्स ओल्ड है केटा।
6 इयर्स ओल्ड पनि बढी छैन 6 इयर्स ओल्ड पनि अब पुग्नुवाला छ केटा 19 दिनको 19-20 दिन पर्ख अनि त्यसपछि हाम्रो 20 इयर्स ओल्ड पुग्छ है केटा अचिभमेन्ट 10,770 वटा आज भर्खर बिहान गएको छु र कोब्रा बन्डल छ यसमा र एउटा यो कुन बन्डल हो त्यो त थाहा छैन मलाई यो एउटा इलाइट पासको सबै बन्डलहरु छ एउटा यता यो बीटीएस को बन्डल पनि छ डाउनलोड चाहिँ म गर्न सक्दिन केटा यो चाहिँ एउटा केटा फुल यो बन्डल पनि गोल्ड रोयल को यो वाला पनि एकदम मलाई मन पर्ने गोल्ड रोयल बाट यो हो के केटा यस्तो बवाल लाग्छ नि यो एउटा क्रोनो को कि फ्री फायर के हो अनि कपालमा यस्तो एउटा बीटीएस हेर अझै त के खास छैन सायद मास्कमा हेर केटा यो छ पनि छ कोब्राको मास्क लाउन चाहिँ सबै मिल्ने हो केटा तर केटा हो मैले यो चाहिँ बुझेन क्या यो चाहिँ पुरै बन्डल सिधै छ यो चाहिँ सिंगल हो त यार दुवै त सेम हो फेरि यो छ केटा चाहिँ लास्टमा यो आइडी सिधै गेम प्ले पनि गरौँला फेस प्रिन्टमा चाहिँ योहरू एउटा टिभी फुक्रेको यो फेस छ इन्डियाको बङ्गलादेशको तर मेन चाहिँ हाम्रो नेपालको नै भएन यार त्यस्तो यो एउटा भाइको यो टप्सहरू हेर 360 वटा छ यो हेर जर्सी चाहिँ हेर केटा जर्सी गर्न त कतिवटा भयो 1 2 3 4 5 6 7 8 वटा छ केटा त्यो पनि ओल्ड नै हो केटा अहिले चाहिँ निकालेको हैन ओल्ड जर्सी नै हो यो कोब्रा बन्डलको यो ओल्ड अझै केटा अझै फ्री को सामानहरु छ यो छ यो ब्लू लक बन्डल यो सरी ब्लू लक हैन मोटरसाइक्लिस्ट यसको प्यान्ट छैन केटा हो मेन त यसको प्यान्ट हुन्छ यार प्यान्टै छैन अनि के गर्नु त्यही अझै हेर केटा प्यान्टमा हेर केटा ब्ल्याक जैज प्यान्ट छ यो छ केटा प्यान्ट त खासै छैन CR7 को जुत्तामा चाहिँ कोब्रा यो चप्पलहरु यो केटा बाबाले आइडी छ क्या यहाँ चाहिँ हाम्रो व्हाइट स्पोर्ट को जुत्ता पनि छ स्निकर्स पनि छ फुल बन्डलमा के भन्छ यसलाई यार बिर्स क्या हुन्छ के भन्नुस् फुल बन्डल नै भनौँ यो छ यो चाहिँ डाउनलोड गरौँ पहिला एउटा यो छ मेरो फुल हात्ती यो पनि छ अनि यो पनि छ यो पनि छ र अब हाम्रो आयो गन कलेक्सन को पालो गन कलेक्सनमा फर्स्ट टाइम हामीले यो यार कस्तो बवाल गन स्किन गोल्ड वाला हेर्न पाउँछौ के छ यसको नाम इन्फर्नल नेदरवर्ल्ड फेरि केटा अझै त केही छैन केमा चाहिँ हाम्रो यो स्किन छ नर्मलै छ तर बवाल छ एट्रिब्युट्स चाहिँ बवाल छ
स्कारमा पनि यो नर्मल छ तर एट्रिब्युट्स भए चाहिँ केटा हो डबल ड्यामेज छ यसमा ग्रोजाको यो स्किन छ ठिकै छ यो पनि फार्मसको पनि यो स्किन भइहाल्छ ठिकै छ एक्समेटमा चाहिँ हाम्रो यो स्किन छ अहिले भर्खर त आएको छैन सायद 1 साल भयो होला A94 को पनि बवाल स्किन छ हामीसित प्लाज्मा पनि छ हकको छ प्याराफल किङफिसर G36 सिलगन M14 मा चाहिँ हाम्रो बवाल स्किन छ डबल रेट अफ फायर नि ठीक छ यो एउटा वुड स्किन हो है यो चाहिँ स्केएसमा चाहिँ अहिले भर्खर आएको वेपन रोयलको एसपीडी को पनि ठिकै स्किन छ वुड पिकरको छैन अलि ठिकै छ यो पनि सिंगल ड्यामेज छ ठीक छ एसीएडी को पनि ठिकै स्किन छ M249 को यो वाला स्किन केटा हो यो वाला छ M60 को यो वाला भयो पानी वाला कॉर्ड को पनि छ सब मसिन गनमा यही त छ के सबै बवाल स्किनहरु आर्ट अफ वॉर UMP छ यो छ डन बॉयज को यो केटा MP5 को यो स्किन चाहिँ कहिले आयो त्यही मलाई थाहा नै छैन के केटा यो पनि छ यो त अहिले भर्खरको छ यो छ क्रोनो वाला पनि छ यो ठीक छ तर बीएसएस को उल्टा स्किन छ MP40 को त कोब्रा MP40 नै भइहाल्यो P90 को चाहिँ यो यस्तो बवाल स्किन छ है केटा सिंगल ड्यामेज डबल रेट अफ फायर अरे बवाल है थम्सन को पनि ठिकै स्किन छ वेक्टर को ठिकै छ मैक10 को स्किन छ केटा यो वाला लाइट बुया पास को सायद यो बाइजन को स्किन त यार मैले आजसम्म हेरेकै छैन त यार केटा शॉटगन मा M10 को हाम्रो यो यस्तो बवाल स्किन भेटिहाल्छ केटा ओल्ड स्किन अंडरग्राउंड होल पर्सनल फेभरेट हो त यार यो पनि ठिकै छ स्पास को यो भइहाल्यो मैक्स 7 को यो M1887 को चाहिँ स्किन छैन केटा मैक्स 7 को छ 590 को त के भन्नु त्यसमा चाहिँ के भन्नु भन त केटा AWM बवाल छ त यार पिस्टल मा हाम्रो यो भइहाल्यो यो चाहिँ कहिले आछ यो पनि मलाई थाहा छैन त यार केटा यस्तो होस्टलबाट आछ है केटा सबैले भयो ब्याट को यो भयो कटाना छ पिस एउटा यो भयो केटा ग्रेनेडहरुको स्किनहरु त केटा बवाल चाहिँ केटा सबै ग्रेनेडहरु सबैबाट ल गुलवाल को 16 वटा स्किन चाहिँ केटा 16 वटा गुलवाल स्किन जुनबाट चाहिँ मैले 4-5 वटा मात्रै इक्विप गरेको छु अनि मलाई यिनीहरु राम्रो लाग्यो भनेर यिनीहरु इक्विप गरेको योहरु मलाई त्यति राम्रो खासै राम्रो लागेन के यसमा M79 को यो छ Don't believe Shiro. When it comes to the Garcias, I'm the good boy. Don't believe Shiro. When it comes to the Garcias, I'm the good boy. बवाल केटा एक गेम चाहिँ मोड छ केटा बवाल छैन यो ग्रुपिङ मोड पनि छ के भयो यार गेम स्टार्ट गर्छु मन त पनि लाग्यो
कस्तो लाग्यो केटा आइडी त्यो चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला सबैजना। बिर्सिनुहरू कस्तो लाग्यो त्यो चाहिँ भन्न नबिर्सिनु होला केटा सबैजना कमेन्टमा भन त कस्तो आइडी छ। त्यो प्याकहरू डाउनलोड गरेँ। मान्छेको लाइभ भयो टाइम लेभल चाहिँ यसले झरेर 2मा छ केटा 5 हुनु पर्ने झरेछ। किनभने म त अहिले टपअप गर्नु लाइसेन्स कुरा नटपअप मैले किनेछु 3000 मा। किन लागेर छैन त यार र यति नुग्रा भएको छैन होस्टेलबाट आएपछि कुनै भइरहेको छैन अहिले त। एकछिन हात बसाउँछु अनि त्यसपछि भइहाल्छ। ब्ल्याक पनि यो फेरि बेग्लै भएको छ। केटा मेरो पाल्दै गएर मेरो फेभरेट हो नि केटा चाहिँ मेरो फेभरेट हो। थ्याङ्क यू केटा। Don't believe Shiro. When it comes to the Garcias, अनि I'm the सबैजनाले good लाइक boy. सब्सक्राइब गरिदेऊ। अहिलेसम्म हेरेको छौ भने त लाइक Don't सब्सक्राइब believe गर्न Shiro. When it comes to the तिमीहरूलाई पनि राम्रो Garcias, लाग्यो होला अहिलेसम्म I'm the हेरेको good छौ भने boy. त। अब के भन्न चाहदिनँ म यो बाहिर चाहिँ हेर ओल्ड चाहिँ यति हो। यो सिजनबाट खेलेछु र थ्याङ्क यू ल बाई बाई।